तेस्रो पुस्तक जसको नाम फाइल नम्बर 8। नाम एकदमै फरक छ, पृथक छ, नेपाली कथा संग्रह हो र यसको लेखक हुनुहुन्छ सुरज श्रीवास्तव। उहाँ पनि ब्याङ्कर हो, अनुभवी इन्भेस्टमेन्ट ब्याङ्कर हो, साथै उहाँ कन्सल्टेन्ट लेक्चरर पनि हो। उहाँलाई म मञ्चमा आउन आग्रह गर्छु र यस पुस्तकको प्रकाशक ब्लू रोज वान भन्ने संस्था हुनुहुन्छ। त्यसैगरी यस पुस्तकको विमोचन गरिदिनको लागि म आदरणीय लक्ष्मी माली म्यामलाई हार्दिक अनुरोध गर्छु। म्याम हुनुहुन्छ यहाँ? हजुर। अब फाइल नम्बर 8 को नामै रहस्यमय छ। यो पनि पढ्नै पर्ने पुस्तक भयो। हामी सबैले पढ्छौँ होला। अगाडि हाम्रो स्टलहरूमा यो पक्कै पनि उपलब्ध छ। कार्यक्रमपछि यहाँहरूले त्यो पनि पक्कै पनि हेर्नु होला। हार्दिक बधाई छ सुरज श्रीवास्तवज्यूलाई। उहाँको फाइल नम्बर 8 विमोचन भएको छ र अब उहाँका पुस्तकले के भन्न खोजेको छ अब यो कार्यक्रम पश्चात हामी सबैले पढ्ने अवसर पनि पाउनेछौँ। त्यसको लागि यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु हाम्रो सम्पूर्ण टिम, हाम्रो दर्शकहरूको तर्फबाट। र अब चाहिँ हाम्रो लक्ष्मी म्यामलाई धेरै धेरै धन्यवाद दिँदै सुरज श्रीवास्तवज्यूलाई आफ्नो पुस्तकको बारेमा छोटो जानकारी दिनको लागि विनम्र अनुरोध गर्छु। यहाँ उपस्थित सारा साहित्य अनुरागी, साहित्य प्रेमी, हाम्रा स्कलर्सहरू, हाम्रा गुरुहरू सबैमा बिहानको नमस्कार। यो पुस्तकको बारेमा भन्दाखेरि म राइटर पनि, यो मेरो पहिलो प्रयास हो। राइटर भन्दा पनि सिक्न खोजेको छु मैले साहित्यमा। साहित्य अनुरागी प्रेमी भन्न रुचाउँछु म, राइटर भन्दा पनि। यहाँ हाम्रो एकजना अग्रज चन्द्रकिशोर सर पनि हुनुहुन्छ। उहाँलाई मधुरो सम्झना हुनसक्छ। आजभन्दा झन्डै 18 वर्ष अगाडि नै मैले यसमा भएका कथाहरू उहाँहरूले हल्का विमर्श र प्रोत्साहन गर्नुभएको थियो। त्यसकै फलस्वरूप आज यो किताब रूप लिन पाएको हो। यसमा सुरुका 5 वटा कथा, त्यसै गरी युवा अवस्थाका मन, युवा प्रेमिल अनुभवहरूका कुराहरू समयसँगै बढ्दै जाँदा जस्तो किसिमले जुन परिवर्तन आउँछ, भावना, भावावेग, मनोवृत्ति जुन किसिमको परिवर्तन हुन्छन्, ती कुराहरू ठ्याक्कै त्यो 5 वटा कथामा ग्रेजुअली उमेर अनुसारले मैले सिलसिलेवार हिसाबले राख्न खोजेको छु। बढ्दै गएको लास्टका अन्तिम 3 कथाहरू अहिलेको सामाजिक आर्थिक, र म ब्याङ्कर भएको नाताले पनि आर्थिक स्थिति जटिलता धेरै कुरा हेरेको हुँदा यो सामाजिक र आर्थिक परिवेशलाई झल्काउने गरी त्यसका असरहरू देखिने गरी का 3 वटा अहिलेका कथाहरू पनि त्यसमा सङ्गालेर यो कोरोना कालको प्रारूपलाई, कोरोनाकालको समयलाई सदुपयोग गर्दै मैले फेरि यसलाई क्रमबद्ध गरी र अहिले भर्खरै म यसलाई प्रकाशित गर्न सकेको हो। यसको लागि पनि सरहरूले मैले सिकिरहेको कुरा भएकोले गर्दाखेरि पक्कै पनि पढेर यसको बारेमा सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दै मैले मेरो यो किताबको बारेमा शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।